जबसम्म मन भएन नि तबसम्म गऱ्यो त्यसले गऱ्यो म यतिकै हेरेर बस्छु। मेरो त एकचोटि उद्योगन उतै निक्लिहाल्यो। अनि फेरि त्यसले जति मनसम्म गऱ्यो कति रसीहरू बानेको थियो नि त्यो बेला? त्यतिखेर नि यहाँ मात्रै बानेको छ, मैले पक्रेर बसिरहेको छ, त्यसले उयो गरेर बसिरहेको थियो होइन। अनि के अरे जब त्यसको नि भयो नि, अनि त्यसले भने यसले त यो उठ्यो बिहोसबाट उठ्यो भने नि यसले हामीलाई भनिदिन्छ, यसलाई बरु मारिदियो भनेर नि त्यो गयो, गाडी लिएर गयो। त्यसलाई नि गाडी चलाउन आउँछ, स्कुल पढ्नु भयो भने गाडी लिएर गयो त्यो आफ्नो घर। म के अरे उयो सुसा गरेर खाना धुवा गरेर खाना खाएर अनि त्यसको घर गयो, किनकि रिजर्भ थियो त्यसको घरको साइडबाट। अनि के अरे रिजर्भ लिएर गएर हेटौडा पुग्यो। हेटौडाबाट फेरि आउँदा रात पर्दाखेरि फेरि फोन आयो, के अरे भेटाएन भनेर फोन आयो होइन। फेरि त्यसको भोलिपल्ट नि फोन आयो, त्योबाट पनि भेटाएन भनेर आज फोन आएको थियो, भेटायो भनेर आज फोन आएको। अनि त्यो रस्सी बाँध्यो तन्नामा राखे कतिखेर? जब भ्यायो नि हामी दुईजनाले, त्यो निक्ल्यो। अनि म एकैछिन बसेँ त्यहीँ, त्यसपछि आए त्यतिकै लट्क्यो अवस्थामा छोड्यो, ढोका चुकुर लगाइदिए। तिमीले रस्सी बाँधेर लट्काइदिएको? के अरे चुकुर लगाइदिए। त्यो रस्सी र तन्ना कसले लिएर आयो? तना र रस्सी त्यही थियो। त्यही नै थियो? यो पनि झुटो बोल्दैछ तिमी? नढाटिकन भनेको अहिले चाहिँ नढाटिकन हो? त्यही थियो जम्मै। अनि म आएँ होइन, नुहाएर खानासाना खाएँ। अस्तिको कुरा भयो त, खानासाना दिएको थियो, माया गरेको थियो। त्यो दिनमा त फर्स्ट दिन थियो, गाडी लिएर एक्लैले कुदाएको फर्स्ट दिन थियो। अनि कुदाएर आयो, खानासाना खायो। सुमन प्रदीप खड्का र तिमी सुमन लामा? सुमन थापा। तिम्रो नाम चाहिँ के हो? सुमन। अनि तिमीसँग त्यो गएर त्यो पनि सेक्स गर्ने एकजना तिम्रो साथीको हो? प्रदीप खड्का।